हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो नयाँ गेमिङ भिडियोमा। किनकि आज म चाहिँ यहाँ नयाँ लिएर आएको छु। नयाँ भन्दा नि हजुरहरूको लागि पुरानै होला, तर मैले चाहिँ आज यहाँ बसुमती इन्डोनेसिया भन्ने गेम चाहिँ खेल्न गइरहेको छु। यहाँ चाहिँ के रहेछ भन्दाखेरि चाहिँ बसुमती इन्डोनेसिया जस्तै नै रहेछ, हल्का केही फरक रहेछ। यो चाहिँ हल्का इन्डिया जस्तै नै छ रियल्ली चाहिँ, होइन। अब हामी चाहिँ मान्छेलाई चाहिँ देखिसकेको छु। म चाहिँ क्यारियर मोडमा खेल्दैछु। अहिले चाहिँ हल्का मजा आइरहेको भएर क्यारियर मोडमा हल्का पैसा कमाइन्छ। हजुरहरूलाई म पुरै आनन्द रूपमा देखाउँछु। आनन्दले यहाँ सक्रिय रूपमा हेर्नु होला, अन्त्यसम्म हेर्नु होला। यहाँ हामी हँसी मजाक नि गर्नेछौँ, किनकि यहाँ एकदम कमेडी मान्छेहरू हिँडेको मैले देखिरहेको छु। अहिले चाहिँ पानी पर्न रोकियो, त्यसैले यो उस पर रोकिदिउँ ल। केही नगरौँ, उसलाई वास्ता नगरौँ, होइन। म चाहिँ प्रो ड्राइभर हो भन्नुपर्दा चाहिँ खत्रै ड्राइभरै हो, होइन, गेममा। अब रियलमा त त्यस्तै हो। अहिले चाहिँ म खतरा चलाउँछु। म चाहिँ यो कावासाकी नवलपुर भन्ने ठाउँमा बस्छु, होइन। साँच्ची भन्नुपर्दा चाहिँ बस चाहिँ खतरा चलाउँछु गाइजहरू मैले। साइड लाइट को बाल्छ ओ भाइ हट बिचर घुसे ट्रेनको पसिना त्यस्ता बाजे। म चाहिँ एउटा ट्राई गर्न खोजिरहेको छु। यस्ता यो सिग्नल लाइटहरू त कसले फलो गर्छ र त? फलो गर्ने चाहिँ होइन नि यस्तो त, होइन। ओ भयो यस्तो छोटो बस कसको मेरो उसभन्दा चाहिँ कस्तो टलक टल्केको। वाह नाइस। प्यासेन्जरहरू खोइ त्यत्रो हालेको त मैले यार। यो पनि बस्ने इन्डोनेसिया जस्तो रहेछ क्या। यसमा यो सोमा राखिदिउँ क्या मैले। थोत्रो बस खैरा उता छ कि अहिलेलाई छोडिदिउँ, यसलाई यो सो गर्नु पर्दैन। म चाहिँ एउटा उलेर बसिरहेको छु सर्टकै। यो यसको यो 98 छ नि, अब 100 हो खास त। अब 98 भइभ्यो। अब के गर्ने, बितिसकेको कुरालाई के हो। यसले त हामीलाई घुमाउँदैछ है। ल यो नि हाम्रो म्याप लोडिङ भइभयो गाइजहरू। यो भिडियो चाहिँ मैले यतिकै बनाएको हजुरहरूको तालमा, होइन। अब हजुरहरूलाई मन परेर हजुरहरूले धेरै हेर्न रुचि राख्नुभयो भने मेरो भिडियो चाहिँ म बारम्बार यो भिडियोहरू बनाइराख्छु, होइन। अहिले चाहिँ यति हद यो मोडमै खेलिरहेको छु। यस्तै गरी हजुरहरूले सपोर्ट गर्नु भने म चाहिँ मोडहरू अलि हाल्न सक्छु। अहिले चाहिँ म यही बसभित्रको मोडमा खेलिरहेको छु। यो गेमभित्रकै बसभित्र बनाएको म त यो त प्रो ड्राइभरलाई त फेरि ए भाइ हट ओ भाइ थोत्रो बस लिएर आयो फेरि। ठोके आइया त्यसका बाजे स्टेरिङ नै घुमेन यार। रिभर्स गरौँ, थोत्रो वर्ष भयो। मेरो साइडमा बहिनी पनि छिन् गाइजहरू। ओ अङ्कल कहाँ हो झोला बोकेर ले? यसलाई अङ्कल भनेको त मै अङ्कल रहेछु। बाबु बाबु रोक बाबु, कता हो बाबु? बसमा जाने हो। ओ भाइ भूत 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 भागो 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 भागो। भूत रहेछ यहाँ त, भूत रहेछ यार। भागो भागो भागो। कता भूतहरूसँग बस्नु ले? मैले के भनेको के भयो गाइजहरू? 98सम्म उ गर्ने भनेर बसिरहेको थियो, होइन। 94 भइभयो थियो भयो गाइजहरू। अब यो अलिक गाह्रै छ। हजुरहरूलाई हालेर कमेडी गरौँ भनेर यो अटोमा पनि थोत्रोको इन्डियामा यस्तो थोत्रो छ र सबै। कुनै त नयाँ नि होला नि। ओ भाइ मर्नु मन छ। ए दादी मलाई ठोकिदिएँ मैले। अब पुलिस आएर मलाई छोप्ने हो कि? हजुरहरूलाई यो व्हाइट डट किन देख्नु थाहा गाइजहरू? किनकि यो व्हाइट डट चाहिँ मैले मोबाइलमा खेलेर पिसी प्लेयर भएको भए त अब अलि राम्रो हुन्थ्यो होला भिडियो पनि क्वालिटी पनि अलि राम्रो आउँथ्यो। व्हाइट डट हजुरहरूले सपोर्ट गरिदिनु भने चाहिँ गाइजहरू खतरा भिडियो आउँछ। मोडहरू हजुरहरूले हाल्न सिकाउँछु म। कोही नजान्ने हुनुहुन्छ होइन, सबैले जान्नुहुन्छ भने छैन। यो हरन त मैले चेकै गरेको थिएँ यहाँ खतरा बेला। यो चाहिँ हल्का पाहाडतिरको इलाका है गाइजहरू। नालीमा घुस्नु पर्छ। बाबु जाऊ 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 जाऊ।
आज तेरा सैयारा सैयारा ठोकिहाल्यो मैले भिडियो चाहिँ हल्का लामै हुन्छ त्यो अब गाइजहरू अन्तिमसम्म हेर्नु होला मन परेमा लाइक पनि गर्नु होला म त धेरै लामो बनाउनु भिडियोहरू अब हजुरहरूले हेर्नु भने लामो बनाउँछु धेरै लामो नि 30 मिनट जतिको त्यो एकदम लामो भनेको नभए 45 म अब प्रो ड्राइभरलाई त अब हजुरहरूले चिनी भ्याउनु होला कतिको प्रो छु भनेर ड्राइभिङ खतरनाक छु मैले फेरि गाडी कन्ट्रोलमा आएन गाइगेरो ल ल ल ल गाडी त अड्कियो गाइगेरो हो ओ भाइ कहाँ ल्याएर बसाइदियो मैले फेरि त्यो गाडी घुम्दै घुम्दै ल गाइस मलाई निकाल्न झोक्लाएर आजको लागि यति नै अब हजुरहरूले सपोर्ट गर्नुहुन्छ भेट्दै गरौँ न अरू भिडियोहरूमा थ्याङ्क यू फर वाचिङ बाई बाई